हेलो दर्शन नमस्ते हौवा सेवा म निर्मला राई परिवेश एभ्री टाइम तपाईहरुको सोशल मिडियामा उपस्थित भएकै छु किन भन्दाखेरि 30 डेज रिल च्यालेन्ज चलिरहेको छ अनलाइन लिगल डिजिटल प्लेटफर्ममा म पनि यसमा काम गर्दै छु। आजको टपिक छ माइन्ड सेट शिफ्ट। मैले मोमो पनि बनाउँदै छु मेरो फ्यामिलीको लागि। आज चाहिँ पोर्क मोमो बनाउँदैछु। विकेन्डमा छोरीहरूले एकदम धेरै मिठो मिठो खुवाउँछन् अनि के खुवाउँ हुन्छ अनि आज चाहिँ म मोमो बनाउँदैछु। अब सब्जेक्टतिर लागौँ। सब्जेक्ट चाहिँ के छ भन्दाखेरि माइन्ड सेट शिफ्ट भन्ने छ। विशेष यसमा चाहिँ के हुनु पर्यो भन्दाखेरि आफ्नो माइन्ड सेट चाहिँ अरूको इम्प्लोइ हुने हैन, आफ्नो बोस आफै भएर आफै आफ्नो सिस्टममा काम गर्ने। अनि अर्को चाहिँ के भन्दाखेरि अरूलाई केही सेलिङ गर्दैछु होइन कि मैले चाहिँ पिपुल्सको हामी जस्तै धेरै होइन समस्याहरूमा पर्नु भएको छ नि त। त्यसको लागि चाहिँ हामीले के गर्ने भन्दाखेरि प्रब्लम सल्भ गर्ने सिस्टम हो यो डिजिटल प्लेटफर्म है। बेच्ने हैन, प्रब्लम सल्भ गर्ने। लाइक तपाईको मोबाइल चाहिँ छ नेट छैन हैन, नेट भनेको त प्रब्लम सल्भिङ हो नि त। अब यो नेट कम्पनी कति रिच होला हैन। अनि अर्को चाहिँ टाइम इज मनी भनिन्छ नि, तर होइन, सिस्टम इज मनी। ठुलो मनी हो क्या सिस्टम भनेको चाहिँ एकदम भ्यालु त्यसको चाहिँ बढी हुन्छ भनेर साध्य छैन, त्यस्तो खालको हो। अनि हामी खालि यो लोकल मात्र मार्केट ट्रेडिसनल मात्र फलो गरेछौँ नि त हामी झन् स्पेसल्ली नेपालीहरू त। यो चाहिँ अनलाइन लिगल डिजिटल प्लेटफर्म भनेको चाहिँ इन्टरनेसनल। म यसरी बोलेको यो नेटमा चाहिँ सबै सोसियल फेसबुकमा कहाँ पुग्छ नि त 1 मिनेटमा 5 मिनेटमै होइन। अनि त्यो हुनाले यो चाहिँ माइन्डसेट त्यस्तो खालको गर्नु पर्यो है। यो कुराहरू त भयो, तर विशेष मेरो पर्सनल माइन्डसेट चाहिँ के हो भन्दा अब यत्रो वर्ष काम गर्यो, टाइम इज मनी भन्यो, विभिन्न खालको कामहरू गरियो, तर कहिले पनि सिस्टमले वर्क गर्ने सिस्टम चाहिँ हामीले गरिएन के होइन, त्यसमा चाहिँ काम गरिएन। भनेको अनलाइन बिजनेसमा चाहिँ मैले फर्स्ट टाइम काम गरेको, त्यो पनि लिगल हो है। अनि मैले माइन्डसेट चाहिँ के गर्छ म किन यसमा आएँ भन्दा मेरो माइन्डसेट सिफ्ट चाहिँ किन गरेँ। एक चाहिँ म घरमा बस्नु परेको छ होइन,